गुड मर्निङ एभ्रिवान। हामी चाहिँ एउटा अन्डर 15 फुटसल टिम चाहिँ बनाउने सोचमा आइसकेको छौँ। यता हाम्रो टिमको क्याप्टेन चाहिँ हामीले अलरेडी छानेको छ। भाइको नाम इस्मान सेडाई। हाम्रो इस्मान सेडाई चाहिँ विल बी क्याप्टेनिङ द टिम। यो चाहिँ नट जस्ट टिम ज्योतिको लागि तर एज अ होल दमकभरिकोबाट एउटा राम्रो अन्डर 15 को फुटसल टिम निकालौँ न भनेर हो। अनि यसमा चाहिँ विल बी प्लेइङ गेम्स एज वेल। चस्मा नलाएर आँखै देख्न सकेको छैन। विल बी प्लेइङ गेम्स अनि बिस्तारै हुन्छ नि प्लेयर पनि अलिकति क्वालिटीको बढ्दै जान्छ भन्ने आशाले हामीले पछि गएर देशलाई के गर्न सकिन्छ कि भन्ने हो। अब हाम्रो चाहिँ एउटा राम्रो पोटेन्सियल भएको प्रोस्पेक्ट चाहिँ भाइ नै हो। अनि अब अरू चाहिँ बिस्तारै विल बी ह्याभिङ। आज चाहिँ के छ त हाम्रो क्याप्टेन प्लान? फुटसल टिमको सिलेक्ट गर्ने त्यही छ प्लान हाम्रो आजको। ल यता चाहिँ हाम्रो फुटसल किपर कोच हुनुहुन्छ। आज कस्तो छ त प्लान सेलेक्सनको? त्यही सिलेक्सन गर्ने भनेर अब आज हामी आएको छौँ। अब राम्रो किपर छानेर हैन राम्रो खेलमा राम्रो गर्ने हाम्रो सोच छ। ल ठिक छ। यहाँ चाहिँ भाइहरू पनि आउनुभएको छ। नदेखाउँदा हुन्छ। सेलेक्ट भएपछि मात्रै देखेँ, फेरि गएको थिएँ सेलेक्ट भएन भन्ने खालको हुन्छ। अरू पनि आउँदैछन्। हामीले 7 बजे भन्थ्यो तर फुटसलको दाइ अलिकति केयरलेस भएर चाहिँ हामीले 7 बजे ग्राउन्डभित्र फुटसल टर्फभित्र छिर्न पाएको छैन। बाहिर चाहिँ लन्ठ हाफ पेन्ट र जर्सी लाएर। त्यही अब हामी सेलेक्सन पनि यसो भिडियो गर्छौँ खेलेको नि गर्छौँ। ल एभ्री वान स्टे ट्युन्ड। यो चाहिँ हाम्रो टिमको नरान गऱ्यौँ हामीले चाहिँ एचएफसी राखेको छौँ। मैले सन्चेप जति फुटसल क्लब। अब बिस्तारै गरेर हाम्रो फुटसल क्लब हुन्छ। बाहिरको नि एड अन भयो भने। आज हामी के गर्दैछौँ? आज हामी म्याच खेल्दैछौँ। फाइनली म्याच डे। हामीले चाहिँ हिजोबाट सुरु गरेको क्लब आज चाहिँ हाम्रो फर्स्ट म्याच हो होइन। हामीले प्रोल एकाडेमीसँग कोलाबोरेट गरेर फ्रेन्डली गेमहरू अर्गनाइज गरेका छौँ। यसो गर्दाखेरि दुइटै स्कुलको स्टुडेन्टहरू अलिकति गेम बढोस्, स्पोर्ट्सम्यानसिपमा अलिकति हेल्प होस् बढ्नलाई भनेर उतापट्टि छ हाम्रो प्रोल एकाडेमीको भाइहरू। यता सर हुन्छ हाम्रो मामा सर। यतापट्टि हाम्रो केटाहरू छन्। यता हाम्रो किपर भाइ पहिलोचोटि ऱ्याप गरिदिएको मैले हात अप्ठ्यारो लाग्यो अरे। कस्तो थियो रहेछ एक्सपिरियन्स ऱ्याप गर्दा? हात हल्लाइराख्ने बानी बाँधिँदाखेरि त्यस्तै हो। त्यो अम्लाको चाहिँ राख। हाम्रो रोनिस भाइ हाम्रो प्लेयर्सहरू। ल उता हाम्रो प्रोल एकाडेमीको भाइहरू छन् खेल्दैछन्। ल वार्मअप हुँदैछ। ल अब वेन वी स्टार्ट द गेम अनि चाहिँ हामी रेकर्ड गर्छौँ। अलमोस्ट आफ्टर 5 मिनट्स विसल लिन गएको छ। के भन्नु छ क्याप्टेन? हाउ आर यु त्यो गोइङ टु एक्सपिरियन्स? एक्सपेक्टेसन्सहरू भन्दैन नि एक्सपिरियन्स कस्तो हुन्छ भनेर? जित्न त जितिन्छ जस्तो लागिरहेछ होइन। वी हेभ प्र्याक्टिस्ड अ लट। अब कोच उताको कोच द बेस्ट ट्रेन्ड बाई द बेस्ट कोच। अनि थ्याङ्क यू कोच भन न यार। कोचले गर्दा यति सिकाएको छ। अब यस्तै छ जितिन्छ। फुल कन्फिडेन्स ट्राई गरौँ। आइजन भाइ हाम्रो भाइ चाहिँ ट्रेनिङमा नआएर सेलेक्ट भएर खेल्न चाहिँ राम्रो खेल्छ। आजको हाम्रो क्यामेराम्यान भाइ हो। ल मैले क्यामेरा केही नगर यत्तिकै देखाउँदा यता ढाडपट्टिबाट देखाउनु नलाएको छ। रोमनहरूलाई हामी पाउँछ टेन्सन अलिक।
म पनि छु जस्तो लाग्छ यसो ए हस् थ्याङ्क यू भाइ प्लान अब हाम्रो क्यामेराम्यान भाइलाई हुन्छ क्रसबार च्यालेन्ज ल छिटो छिटो भाइ खै त किपर बस किपरलाई अब एकछिन ट्रेनिङ दिउँ न रोमन भाइ ल पखे भाइ ल स्पोन भाइ क्याप्टेन है प्लेइङ 5 भनेको स्पोन रोनिस भयो होइन अनि निश्चल भयो पले भयो अनि ब्रिजेश भयो खोइ सोभी कहाँ गयो सोभी टोइलेट गर्न कान्छेहरूलाई देखाउँदैछ ल जो एचएफसी भन्यो ल हात दिए त माथि के भन्नु जो एचएफसी ल सबैजना जोडेर एचएफसी ल 1 2 3 भन्दै सोभी भाइ ल प्लेइङ 5 क्याप्टेन भित्र जो छ त्यही प्लेइङ 5 हजुर म युट्युबमै हालिदिन्छु कि भिडियो हस् टाइम तन्किँदैन भाइ आइज यहाँ चढ माथि यहाँ माथि चढ भाइ त्यस्तो होइन टच घुमा ल खास किन ब्रिजेश भाइ जिउन लगा न झर पलो छ किन भाइ साइडमा पले बिचमा खोइ मान्छे पकड्ने एकजना मान्छे पकड्न भाइ त्यो चाहिँ क्यामेराबाट हेर्छ अनि पछि अलग लिँदैन किपर भाइ छोडिदिनु मान्छे पकड भाइ मान्छे पकड एकजना मात्र छ
कुदो विदेश कुछ हेर विदेश झर किन पोल भाइ झर न लास्ट में होइन पोल की साइड में बिचमा एकदम खाली बिचमा खाली जा साइड हेड नाइस भाइ तान न झर पोले लास्ट काट्छ निसले अर्को भाइ कीपर आइज अगाडि मान्छे पकाउन पोले भाइ खुट्टामा बोले रहेछ न हामीले जाउँ न बोले रहेछ न निसल बिचमा जा बोल भाइ झर निसल जाने बिचमा विजेश वान खेल खेलिदिइहाल्न नाइस भाइ झर यता हेर मान्छे हाम्रो मान्छे भाइ भाइ आउँदैन साइड हेर्न ल बिस्तारै निसललाई छैन विदेश भाइ निसल भाइ धेरै पुगेछ विदेश छ त त्यही हान नाइस मान्छे निसल नचर मान्छे निसल नचर भाइ मान्छे हात लगा यहाँ आइज न विदेश भाइ खेल्दैन आयुष्मान भाइ झर विदेश मान्छे नटासिन छुमा पर्छ त भाइ बोले खालीमा इसमें पोस्ट पे सीधे बोले खेलना देना जोर बीच में खाली वो आउट यता भाइ हिँड्नु भयो क्या एकै ठाउँमै डल्लो पऱ्यो तिमीहरू साइड आइज न अब साइड भयो नाइस कुदा
भाइ खेल्न यार पास विदेश भाइ सुन भाइ नाइस भाइ तन्किने साइडमा पछाडि छ सुन भाइ धेरै भयो क्या नाइस हाम्रो यहाँ चाहिँ एकजना पछाडि थाप्नु बिचमा खाली छ पले हेर पले पनि छ भाइ सुन भाइ आइज चेन्ज आइज भाइ एकछिन निसल नाइस भाइ त्यस्तो होइन कि निसल भाइ ढिलो भयो खुट्टा नआन भाइ भाइ यहाँ कन्टेस्टेड भयो हान किपर छ नाइस भाइ उता तन्के यहाँ आइज अब एकजना पले भाइ बिचमा गयो निसल बिचमा आइज न बिचमा छ नि वान टच खेल्दैन पास हो भाइ बिचमा हेर्न नि बिचमा हेर निसल भाइ बल राइट बिस्तारी भाइ मान्छे पल भाइ मान्छे पल भाइ किपर नाइस सबै कुरा आयो पछाडि भाइ भएन छोड्दे एक छ त खेला न नाइस शूट बिस्तारै खेल्नु बिचमा आइज निसलले खाली निसल ट्राई गर छोड्दे नाइस भाइ त्यसै नखेल्नु किपर नाइस टाइम ले बोले भाइ धेरै भयो ठिक छ त खेल्न पछाडि खेल आइज साइडमा तन्की पले आइज धर यता कोही खाली छ रोनिस अगाडि उडाइदेऊ निसललाई हेर न चेक हेर सबैलाई कन्ट्रोल इट नाइस सोनी खाली भाइ यता झरा ससिस्ट हेर पछाडि दुईजना छैन वान लिटर धेरै भयो क्या ससिस्ट धेरै ससिस्ट झर पछाडि किपर आइज हातले होइन निसल यहाँ बिचमा किन नपुग्न थाक्यो त हेर त भाइ बिचमा हेर त खालि नाइस बिचमा निकाल साइड चेन्ज गर्दा नि हुन्छ निसललाई बिचमा किन धेरै नकुद्छ राखिन्छ किपर भाइ त्यस्तो नरोक्दैन किपरले एकै ठाउँ गाड्नु पर्यो ससिस धेरै त खाली भएन यता साइडमा आइज भाइ ठाउँमा खेल्न
मान्छे रिसलाई ग्याप भयो अहिले भाइ एकै ठाउँ बोके आइजन रोक रोक क्यामेरा चाहिँ हेर्न क्यामेरामै छ सर ए भाइ एकै ठाउँ भयो तिमीहरू विशाल भाइ वीरबु कोशिश भाइ ठाउँमा खेल्न भाइ भाइ भेगु त टेक यस्तो नगर्नु न किपरले दे भाइ भाइ त्यसरी हैन Nice. Saw the Paul भाइ Rose भाइ परे भाइ ठाउँमा कोही बोल्दैन पछाडि खेल पास खेल अब तीनजना भयो नाइस निशल शट ठीक छ भाइ बल राखेर खेल्नु निशल भाइ अब खाली ठाउँ बसेर भाइ एकजना मात्र छ एकजना ससी दाइ पछाडि अलि पछाडि यही त ससी लासेको मान्छे चाहिँ गर्दै भाइ ससी भाइ बल 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 भाइ भाइ एकजना मात्र जान्छ मान्छेहरू मलाई दुधै कोबी दुधै हेरा हेरा यहाँ आउँछ भाइ त्यसै जुन लगा पल सर अफ